मेरुदण्डको मसाज अगाडि पछाडि गर्नुस्। शिर जमिनमा राखेर दायाँ बायाँ गर्नुस्। शंकर बस्ने शिर राखेर दायाँ बायाँ राइट लेफ्ट गर्नुस्। अब विश्राम गर्नुस्। लामो गहिरो श्वास लिनुस् र बिस्तारै छोड्दिनुस्। अर्को लामो गहिरो श्वास लिनुस्, बिस्तारै छोड्दिनुस्। बिस्तार टर्न टु द राइट साइड। आफ्नो दाहिने तर्फ गर्नुस्। सजिलोसँग उठेर बस्नुस्। सजिलोसँग बस्नुस्। श्वासलाई म्यानेज गर्न सकौँ भने बल्ल हामी प्रसन्न खुसी रहन सक्छौँ। त्यसैले गर्दा प्राणायाम गर्छौँ। सबैजना प्राणायामपछि सानो ध्यान गरेर हामी एक चक्कर क्लोज गरेर मैले उहाँलाई ह्यान्डओभर गर्दैछु। सक्नुहुन्छ भने सबैजना वज्रासनमा बस्नुहोस्। धेरै गाह्रो छ, घुँडाको अपरेसन गर्नुभएको छ, बस्न अप्ठ्यारो छ भने सजिलोसँग बस्नुहोस्। नभए वज्रासनमा बस्न सजिलो छ। विभिन्न प्रकारका आसन हुन्छन्। यो आसनको नाम हो वज्रासन। पछि हामी बिस्तारै सिक्दै जान्छौँ यो गर्नु है। अब हामी के गर्छौँ प्राणायामको पहिलो स्तरमा मैले के भन्छु इन एन्ड 1 इन 2 इन 3 भन्छु। बुझ्नुभयो नि तपाईँले? इन भनेको के हो? सामान्य श्वासलाई भित्र लिने। जब म काउन्ट गर्छु नि श्वासलाई फोर्सफुली बाहिर फाल्दिने। कसरी फाल्ने हेर्नुहोस् पहिला। इन भनेपछि हात्ती माथि जान्छ, हातहरू औँला सबै खुल्छन्। काउन्ट गर्दा फेरि इन, दुईटै हात इन 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 यो हो है। अब म सुरु गर्छु। अहिले मैले तपाईँलाई देखाएको मात्रै, सबैले बुझ्नुभयो होला नि होइन? कसरी लिने र कसरी छोड्ने भनेर। इन भन्दाखेरि श्वास भित्र लिने। मैले जब काउन्ट गर्छु तल ल्याउने, मुट्ठी बन्द गर्ने, माथि लाने, मुट्ठी खोल्ने, तल बन्द माथि खोल्ने, तल बन्द माथि खोल्ने। तल आउँदाखेरि नासिकाबाट श्वास फोर्सफुली फाल्दिने। टक्सिन हामी भित्र भएको टक्सिनलाई आउट गर्दैछौँ हामी है। हामीले सोच्छौँ दिशा पिसाबाट टक्सिन आउट हुन्छ होला, सब जान्छ होला। 90% टक्सिन चाहिँ श्वासद्वारा हाम्रो जान्छ बाहिर। त्यसैले अति महत्त्वपूर्ण छ है। सबैजना तयारी पैसामा बसौँ। हल्का मुठी कसेर होइन, बल गर्नु जरुरी छैन। हल्का मुठी कुमको अगाडि लानु सरहरू सबैले। मेरुदण्ड सिधा, शिर सिधा, अनुहारमा प्रसन्नता मुस्कान। यो कुइनालाई धेरै टाढा नलानुहोस्, शरीरसँगै सटाउनुहोस् यसरी है। अब हामी सुरु गरिहाल्छौँ ढिला नगरिकन। ठिक छ, सबैजना सुरु गरौँ। इन माथि 1 इन 2 इन 3 इन 4 इन 5 इन 6 इन 7 इन 8 इन 9 इन 10। विश्राम गर्नुहोस्। विश्राम हुँदा घुँडामाथि हात, यति बेला आकाशतिर। अलिकति पनि कन्जुसै नगरेर हातलाई पुरै माथि लानु होला। लिँदाखेरि पुरै तल यहाँ ल्याउनुहोस्। जहाँबाट स्टार्ट गर्नुहुन्छ त्यहीँ ल्याउनु। यहीँ माथि आउट गर्दा यहीँ ल्याउने। माथि खोल्ने, तल बन्द गर्ने। नासिकाबाट श्वासलाई फोर्सफुली फाल्दिने। बोल्नुभएको छ नि सबले? गल्ती नगर्नु होला। सुरु गर्नु। तयारी पोजिसनमा सामान्य श्वास लिनुहोस् र छोड्नुहोस्। अर्को लामो गहिरो श्वास लिनुहोस्। हामी सबैजना सँगसँगै